नमस्कार, म मनसुन। बीएड द्वितीय वर्षको मेजर नेपाली कविता काव्यमा समावेश कविता गौँथलीको सिरिबिरी पाठ अन्तर्गत रहेर आज हामीले कविको प्रवृत्ति, दिन खोजेको सन्देश र कविताको मूलभावको बारेमा चर्चा गर्नेछौँ। यदि भिडियो राम्रो लाग्यो भने तपाईले लाइक, सब्स्क्राइब र सेयर गरेर साथ दिनुहोला। अब लागौं कविता गौँथलीको सिरिबिरीका लेखक कवि शिरोमणि लेखनाथ पौडेलका कवितात्मक प्रवृत्तितर्फ। कवि लेखनाथ पौडेलको जन्म 1941 भई मृत्यु 2022 भएको थियो। कवि लेखनाथ पौडेल नेपाली कविताको माध्यमिककालीन शृङ्गारिक कविता लेखनदेखिको समयमा झुल्किएर आधुनिक कालको प्रयोगवादी धारा र आयामेलिक आन्दोलनसम्मको कविता यात्रा देखेर अस्ताउने कवि हुन्। करिब 60 वर्ष नेपाली कविता लेखनमै निरन्तर गतिशील रहने कवि लेखनाथले नेपाली कवितामा आएका विभिन्न परिवर्तनलाई नजिकबाट हेर्ने अवसर पाए। उनले आफूलाई सधैँ नेपाली कविताको परिष्कारवादी धारामै केन्द्रित गरे। नेपाली कविताको आधुनिक कालको आमन्त्रण र सम्वर्धन गर्ने कवि लेखनाथ पौडेल संस्कृति काव्य तत्त्वलाई अँगाली पूर्वीय आध्यात्मिक चेतकै पृष्ठभूमिमा अडिग रही नेपाली कविता कलाको परिष्कृतिको लागि लागिरहेको पाइन्छ। लेखनाथले नेपाली कविताको परिष्कारवादी काव्य धाराको प्रवर्धन, प्रतिष्ठान र नेतृत्व गरी आफूलाई यस धाराको केन्द्रीय र अभिजीय प्रतिभाको रूपमा स्थापित गरे। कवि लेखनाथ पौडेलका प्रमुख काव्यहरू सुक्ति सिन्धु 1974, सत्यकली संवाद 1976, ऋतु विचार 1991, तरुण तपसी 2010, लालित्य भाग 1 1979, लालित्य भाग 2 2022। कवि शिरोमणि लेखनाथ पौडेलका प्रतिनिधि कविता 2041, लेखनाथका प्रमुख कविता 2046 र जोग मण्डलीका कवि कविता 2052। उनले आफू परिष्कृत भावधारामा शृङ्गारिक कविता, पूर्वीय आध्यात्म दर्शन तथा सामाजिक सांस्कृतिक स्वर घन्काउँदै काव्यमा प्रवृत्तिको वस्तुपरक चित्रण गर्दै कवितालाई उत्कृष्ट कला साहित्य सरल सहज सुबोध्य सन्तुलित परिष्कारवादी धाराको नेतृत्व गरेको पाइन्छ। यसरी परिष्कारवादी धाराका केन्द्रीय कवि पौडेलले आधुनिक नेपाली कविता र परिष्कारवादी धाराको आमन्त्रण गरी ऐतिहासिक योगदान दिएका छन् भने तिनीहरूको सम्वर्धनमा आधा दर्जनभन्दा बढी खण्डकाव्य, महाकाव्य, समकक्षी तरुण तपसी, नवकाव्य र अनेक फुटकर कविताहरूको रचना गरी परिमाणात्मक रूपमा र गुणात्मक रूपमा तथा प्रकारगत रूपमा समेत महत्त्वपूर्ण योगदान दिएको पाइन्छ। यिनका काव्य कृतिका बुँदाहरू यस प्रकार छन्। कवि लेखनाथ पौडेल प्रवृत्तिको वस्तुपरक वर्णन गर्दछन्। कवितामा नेपाली वनस्पति, जीवजन्तु, डाँडाकाँडा, खोलानाला आदिको नेपालीमय रूपमा चित्रण गर्दछन्। परिष्कारवादी कलात्मकताको उपयोग गर्न खप्पिस कवि लेखनाथले स्वच्छतावादी हार्दिकतालाई त्यति महत्त्व दिएका छैनन्। समाज चित्रणका साथै आध्यात्मकवादी दृष्टिकोण उनले प्रकृति चित्रणका माध्यमबाट गरेका छन्। समाजका विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दै आध्यात्मिक वेदान्त दर्शनको माध्यमबाट समाज सुधारको चेतना प्रदान गरेको पाइन्छ। उनले धार्मिक पौराणिक भक्ति भावका साथै सामाजिक सुधार, सांस्कृतिक जागरण र नैतिक औपदेशिक स्वरलाई आध्यात्मिकताको चेतनामा प्रस्तुत गरेका छन्। लेखनाथ एक मानवतावादी कवि हुन्। उनको मानवतावादी चेत आध्यात्ममूलक रहेको छ। आध्यात्मवादी मानवतावादी दृष्टिकोण उनले मानवमा मात्र नभएर मानवतर प्राणीमा पनि दया, माया, करुणा देखाउनु पर्ने र हत्या, हिंसा, अत्याचार जस्ता आततायी कार्यलाई रोक्नुपर्ने सन्देश दिएका छन्। समाजमा देखिएका अन्याय, अत्याचार, आर्थिक, सामाजिक, जातीय, क्षेत्रीय विषमताको चित्रणद्वारा समाज सुधारको आह्वान गरेका छन्। त्यसैगरी अब लागौं गौँथलीको सिरिबिरी कविताले मान्छेलाई दिन खोजेको सन्देश के हो भन्नेतर्फ। यो कविता पहिलो पटक 1992 को शारदा पत्रिकामा प्रस्तुत कविता लालित्य भाग 1 2010 सङ्कलित रहेको देखिन्छ। यसमा विक्रम सम्वत 1990 को महाभूकम्पद्वारा काठमाडौँमा देखिएको क्षत विक्षेप र विनाशलाई समेटिएको छ।
कवितामा लोभ, मोह, स्वार्थ र कठोरका कारण निष्ठुर बनेको मान्छेप्रति व्यङ्ग्य प्रहार गर्दै दया, प्रेम, मेलमिलाप र मानवताको पक्षमा वकालत गरेको छ। वैज्ञानिक उन्नति, पुँजीवादी अर्थव्यवस्थापनको कारण आजको मान्छे दिनदिनै लोभी, विलासी, पापी, स्वार्थी, एकल काँटे बन्दै गएको असन्तुष्टि व्यक्त गर्दै साझा पृथ्वीलाई मेरो, तेरो र उनको भनेर भागभण्डा गर्ने लोभी पापी प्रति कटाक्ष गरेका छन्। गौँथलीका माध्यमबाट महाभूकम्पबाट पीडित जनताहरू, छात्रावासको अभावमा भौतारिएका भूकम्प पीडित जनताको करुण पुकार प्रस्तुत गरिएको छ। प्राकृतिक प्रकोपले धनी गरिब कोही नभनेको तथा दैविक शक्तिको अगाडि मानव परिभाषित शक्ति परिमार्जित हुने शाश्वत सत्य यसरी उद्घाटन गरिएको छ। विश्व शान्तिको कामनामा निमग्न भएका कवि पौडेलले यस कविताका माध्यमबाट मानवता, आपसी सहयोग, सद्भाव, भातृत्व, बन्धुत्व र अपनत्व आजको मान्छेले भुल्दै गएको देखाएका छन्। यस नश्वर चोलालाई तुच्छ ठान्दै अन्ततः ईश्वरको शरणमा लीन हुन आह्वान गरेका छन्। यस साझा पृथ्वीमा सबैभन्दा श्रेष्ठ मानिएको प्राणी मानिसले नै तेरो मेरो भनेर आपसमा वैमानस्य, कटुरता र वैरभाव निम्त्याएको हुनाले आज सङ्कट आइलाग्ने तर्फ पनि सङ्केत गरिएको छ। मानव चोलालाई यस संसारको क्षणिक मात्र देखेका कविले सम्पूर्ण मानवतालाई केवल अतिथिको रूपमा लिएका छन्। भोलि छोडेर जानुपर्ने अस्थायी सम्पत्तिको लागि मानवता दाउमा राखेर आजको मान्छे पतित बन्दै गएको यथार्थ प्रस्तुत गरेका छन्। मान्छेमा विश्व प्रेमको भावना वृद्धि भएको देख्न चाहने कवि बाहिरी आँखा उघार्ने हो भने यो संसारमा बस्ने सबै जीवजन्तु, प्राणी, जात जाति, बन्धु बान्धव भएको कुरा व्यक्त गरेका छन्। यसरी गौँथलीको सिरिबिरी पदावलीले गौँथली चराको आवाज भन्ने सोझो अर्थ प्रकट गर्दछ। तर यस कवितामा मानिसले गौँथलीको गुड भत्काउन खोज्दा गौँथलीले आफ्ना आवाज मार्फत कन्द्रन व्यक्त गरेर मानवताको पक्षमा वकालत गरेको छ। आफूलाई जतिसुकै शक्तिशाली सम्झिए पनि प्राकृतिक प्रकोपका सामु मान्छे निरीह रहेको तथ्य उजागर गर्दै प्राणी मात्रको हित र रक्षामा लाग्नुपर्ने दार्शनिक विचार व्यक्त गरेका छन्। गौँथलीको सिरिबिरी कविताको मूल भाव। प्रस्तुत कवितामा भूकम्पयुक्त कुनै एउटा घरको दलिनमा गुड बनाएर बसेको गौँथलीले घर मालिकको ओछ्यान भरी फोहोर मैला खसालेपछि रिसले आगो भएर गुड भत्काउन लागेको र दुखी भएको गौँथलीको मार्मिक संवादलाई प्रस्तुत बनाएर भौतिकतावादीतर्फ आकर्षित बन्दै गएको मानव समुदायलाई आध्यात्मिक शिक्षा दिने कार्य उनले गरेका छन्। कविता मार्फत प्रकोपबाट आक्रान्त सर्वसाधारण जनताको मार्मिक स्थितिलाई पृष्ठभूमिमा उभ्याएर त्यस्तो मानिसको दुष्टै प्रवृत्तिको सशक्त चित्रण गरेका छन्। कविका अनुसार हामी मानिसहरूले चाहेर पनि आपद विपद आइपरेपछि टार्न सक्दैनौँ, अर्थात् हामी विधाताको खेलमा निर्भर छौँ र ईश्वरकै कृपाले मात्र हामी आपद विपदबाट जोगिन सक्छौँ। छेनी गृहस्थी जीवनमा रुमल्लिरहेको सम्पूर्ण मानव समुदायमा आपसी सद्भाव, मेलमिलाप आवश्यक छ। आफूभित्रका ईर्ष्या, डाह आदिलाई त्यागेर परोपकारको भावनालाई सञ्चार गर्न सके मात्र मानवतालाई जीवित राख्न सकिन्छ। यस कविता मार्फत कविले आध्यात्मिक बाटो अँगाली मानव जीवन सार्थक बन्नुपर्ने विचार व्यक्त गरेका छन्। मानिस एक विवेकशील प्राणी भएकोले महाविपदमा परेका बेला सहयोग, सद्भाव, सहानुभूति राख्नुपर्ने विचार यस कविता मार्फत व्यक्त गरेका छन्। आफ्नो शरीर सारा भौतिक सम्पत्ति नाशवान छन्। नाशवान शरीरको सम्पत्तिको घमण्ड त्याग्नुपर्ने र मानवीय सदाचार र आचरणलाई ग्रहण गर्न आह्वान समेत यस कविता मार्फत गरेका छन्। यहाँ दैवी शक्तिको अगाडि मानव शक्ति पराजित हुने कुरा शाश्वत सत्य हो र भाग्यको फन्दामा परेका कैयौँ मानिसहरू एक क्षणमा भिडमङ्गा भएको भाव पोखेका छन्। यसरी मानिसले विधाताको खेल सम्झेर माया मोहको बन्धनमा लाग्नु हुँदैन र त्यागको भावना विकसित हुनुपर्छ भन्ने आध्यात्मिक विचारलाई नै यस कवितामा मुख्य रूपमा उल्लेख गरिएको पाइन्छ।